झापाको मेचीनगर नगरपालिका वार्ड नम्बर 11 र 12 मा अवस्थित कालिका सामुदायिक वनमा आगलागी भएको छ र उक्त आगलागीका विषयमा हामीले वनका अध्यक्ष योगेश भट्टराईसँग टेलिफोन मार्फत जानकारी लिने प्रयास गरेका छौँ। हेलो अध्यक्षज्यू नमस्कार। नमस्कार। दाजु आगो कति बजी लागेको के हो कुरा दाजु? वनमा आग लागेको आगो त दिउँसोदेखि लागेको। हिजैबाट हो? अहिले दिउँसो थिएन, अहिले हावा चलेपछि अनि आगो फैलेको मात्रै हो। ए, अनि अहिले आगो निभाउन के कस्ता प्रयासहरू भइरहेछ? होइन, आगो एकतिरको निभाइसक्यौँ, अब अर्कोतिर निभाउँदैछौँ। थुप्रो ठाउँ लागेको छ आगो। के कति कारणले लागेको केही छ जानकारी? होइन, यो त अब थाहा छैन, यो आगो कता कसले लगायो भन्ने कुरा थाहा छैन। थाहै छैन, अब पुरै हामीले मान्छे कसै देखा भेटेको छैनौँ। अब यो आगो लागेको छ, आगो हामी सर्छ दिनभरि बाटो बढाएर झाडी सफाइ गर्ने काम गर्छ। हजुर। गाउँतिर आगो आउँछ भनेर दमकल बोलाएर छेउपट्टि आगो निभाउँदैछ। ए, अहिले के कस्तो प्रहरी लगायत स्थानीयको कतिको उपस्थिति के छ अहिले? छैन त्यस्तो छैन। अहिले निभाइसक्यो बाटोपट्टिको। ए, बाटोपट्टिको नियन्त्रण लगभग भइसक्यो? भइसक्यो। ए, हुन्छ।